कल्पना गर्नुहोस् एउटी 26 वर्षकी युवतीको जसको नाम प्रिया हो। उनी बाहिरबाट हेर्दा एकदम स्वस्थ देखिन्छिन्, तर विगत 3 वर्षदेखि उनी सधैँ अत्यधिक थकान महसुस गर्छिन्। राम्रो डाइट र जिम जाँदै पनि उनको वजन बढिरहेको छ, कपाल पातलो हुँदैछ र अनुहारमा डन्डीफोर आउन रोकिएको छैन। उनी 3 वर्षमा 4 जना फरक डाक्टर कहाँ पुग्छिन्। पहिलोले भन्छन् तनावले गर्दा हो। दोस्रोले भन्छन् ब्लड टेस्ट त नर्मल छ। तेस्रोले अल्ट्रासाउन्ड गरेर भन्छन् ओभरीमा कुनै सिस्ट अर्थात् पानीको फोका छैन। र चौथोले भन्छन् यो त केवल खराब जीवनशैलीको समस्या हो। नाम प्रिया नहोला, तर यो कथा नेपाल र भारतका करोडौं महिलाहरूको वास्तविक कथा हो। हालै मेडिकल इतिहासकै सबैभन्दा प्रतिष्ठित जर्नल द ल्यान्सेटमा एउटा यस्तो अनुसन्धान प्रकाशित भयो जसले वर्षौंदेखि डाक्टरहरूले गरिरहेको एउटा ठूलो गल्तीको पर्दाफास गरिदियो। आज हामी कुरा गर्नेछौं किन हामीले वर्षौंदेखि करोडौं महिलाहरूको गलत रोगको नाम लियौं, गलत टेस्ट गरियौं र गलत इलाज गरियौं। वर्षौंदेखि हामीले यसलाई पखोज अर्थात् पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम भन्दै आयौं। तर नयाँ मेडिकल अनुसन्धान भन्छ यो नामको हरेक शब्द झुटो र भ्रामक थियो। पहिलो कुरा, अल्ट्रासाउन्डमा जे देखिन्छ ती वास्तवमा सिस्ट वा पानीका फोका होइनन्, बरु विकसित हुन नसकेका अधुरा डिम्बहरू हुन्। दोस्रो कुरा, यो नामले समस्या ओभरी अर्थात् डिम्बाशय भित्रै छ जस्तो देखाउँथ्यो, तर नयाँ वैज्ञानिक प्रमाणले भन्छ ओभरी यो रोगको भिलेन वा मुख्य कारक होइन, बरु त्यो त केवल एउटा भिक्टिम अर्थात् शिकार मात्र हो। यही गलत नामका कारण जब अल्ट्रासाउन्डमा सिस्ट देखिँदैनथ्यो, डाक्टरहरूले महिलाहरूलाई तिमी ठिक छौ भन्थे, तर ती महिलाहरूले आफ्नो शरीरभित्र सधैँ केही न केही गडबड भएको महसुस गरिरहन्थे। त्यसैले अब यसको नाम परिवर्तन गरेर PMOS अर्थात् पोली एन्डोक्राइन मेटाबोलिक ओभेरियन सिन्ड्रोम राखिएको छ। यो नयाँ नाम PMOSको वास्तविक अर्थ बुझ्न एकदमै जरुरी छ। यहाँ पोली एन्डोक्राइनको मतलब यो कुनै एउटा हर्मोनको मात्र गडबडी होइन, बरु इन्सुलिन, टेस्टोस्टेरोन र थाइरोइड जस्ता धेरै हर्मोन प्रणालीहरू एकैसाथ बिग्रिएर लाग्ने रोग हो। यो एउटा शहरको ट्राफिक जाम जस्तै हो, जहाँ एउटा मात्र सडक हेरेर जाम खुलाउन सकिँदैन। यस रोगको सबैभन्दा मुख्य जड भनेको मेटाबोलिक अर्थात् इन्सुलिन रेसिस्टेन्स हो। जब हाम्रो प्यान्क्रियाजले शरीरमा धेरै इन्सुलिन बनाउन थाल्छ, तब त्यो इन्सुलिनले ओभरीलाई गलत संकेत दिन्छ, जसका कारण ओभरीले महिलाको हर्मोन छोडेर पुरुष हर्मोन टेस्टोस्टेरोन धेरै बनाउँछ र डिम्बहरू समयमा बाहिर निस्कन पाउँदैनन्। ओभरी त यो चक्रको अन्तिम बिन्दु मात्र हो जहाँ असर देखिन्छ, तर रोगको सुरुवात त्यहाँबाट भएको हुँदैन। यसकै कारण कसैको तौल बढ्छ त कसैको महिनावारी अनियमित हुन्छ। मानव विज्ञान अनुसार यो केवल एउटा मेडिकल रोग मात्र होइन, यो त हाम्रो पुरानो DNA र आधुनिक खानपान बीचको मिसम्याच हो। हजारौं वर्ष पहिले हाम्रा पुर्खाहरू जंगलमा बस्दा खाना सधैँ पाइँदैनथ्यो र महिनौसम्म अनिकाल पर्थ्यो। त्यसैले मानव शरीरले, विशेष गरी महिलाहरूले खानाबाट मिल्ने ऊर्जालाई तुरुन्तै बोसो र इन्सुलिनको रूपमा जम्मा गर्ने एउटा अचम्मको क्षमता विकास गरियो ताकि संकटको बेला शरीर जीवित रहोस्। तर आज समय बदलिएको छ। हामी शारीरिक काम कम गर्छौं, तर अत्यधिक प्रशोधित खाना, मैदा, भात र चिनी धेरै खान्छौं। हाम्रो शरीरको DNA आज पनि हजारौं वर्ष पुरानै छ, जसले क्यालोरी स्टोर गर्न खोज्छ। तर जब यसले हरेक 2 घण्टामा कार्बोहाइड्रेट र चिनीको सामना गर्छ, तब हाम्रो प्यान्क्रियाज क्र्यास हुन्छ र शरीरमा इन्सुलिनको बाढी आउँछ। तथ्याङ्क अनुसार विश्वभर 17 करोड र हाम्रो दक्षिण एसियामा मात्रै करिब 8 करोड महिलाहरू यसबाट पीडित छन्। हाम्रो जेनेटिक्स यस्तो छ कि पश्चिमी महिलाहरूको तुलनामा हाम्रो वजन बराबर भए पनि हामीलाई इन्सुलिन रेसिस्टेन्स हुने सम्भावना धेरै हुन्छ। यदि अल्ट्रासाउन्ड नर्मल छ भने पनि महिलाहरू किन बिरामी महसुस गर्छन् त? किनभने अल्ट्रासाउन्डले ओभरी मात्र देख्छ, रगतको इन्सुलिन रेसिस्टेन्स देख्दैन। त्यसैले सही जाँच अल्ट्रासाउन्ड होइन, बरु खाली पेटमा गरिने फास्टिङ इन्सुलिन, फास्टिङ इन्सुलिन र HOMA-IR जस्ता ब्लड टेस्टहरू हुन्, जसले भित्रको असली समस्या देखाउँछन्।
खुसीको कुरा के छ भने यो एउटा पाचन प्रक्रिया अर्थात् मेटाबोलिक समस्या भएकाले यसलाई औषधि बिना नै आफ्नो दैनिक बानी र जीवनशैली सुधारेर प्राकृतिक रूपमा पूर्ण रूपमा ठिक गर्न सकिन्छ। यसका लागि तपाईले 9 वटा सजिला नियमहरू आजैदेखि अपनाउनु पर्छ। पहिलो, बिहान उठ्ने बित्तिकै चिया बिस्कुट होइन, अण्डा, पनिर वा दही जस्ता प्रोटिनयुक्त खाना खानुहोस् जसले ग्लुकोजको लेभल 81 बढ्न दिँदैन। दोस्रो, दिउँसो वा बेलुकाको खाना खाएपछि कम्तीमा 10 मिनेट सुस्तरी हिँड्नुहोस् जसले गर्दा मांसपेशीहरूले इन्सुलिन बिना नै ग्लुकोज सोच्न सक्छन्। तेस्रो, राति कम्तीमा 7 देखि 8 घण्टा मस्त निदाउनुहोस् किनकि कम सुत्दा हर्मोन झन् बिग्रिन्छ। चौथो, बेलुकाको खाना राति 8 बजेभन्दा अगाडि नै खाइसक्नुहोस् किनभने ढिलो राति शरीरको मेटाबोलिजम सुस्त हुन्छ। पाँचौं, दैनिक 10 मिनेट लामो श्वास फेर्ने व्यायाम अर्थात् प्राणायाम गर्नुहोस् किनकि तनावको हर्मोनले सिधै इन्सुलिन बिगार्छ। यसका साथै खानपानका थप 4 नियमहरू पनि पालना गर्नुहोस्। छैठौं नियम, खाना खाँदा भात वा कार्बोहाइड्रेटको मात्रा कम गरेर थालीमा साग सब्जी, दाल र सलाद धेरै राख्नुहोस् ताकि चिनी बिस्तारै सोसियोस्। सातौं, यदि गुलियो खान मन लागेमा खाली पेटमा कहिल्यै नखानुहोस्, पहिले खाना वा सलाद खानुहोस् र अन्तिममा मात्र थोरै गुलियो खानुहोस्। आठौं, आफ्नो खानामा मेथी, दालचिनी र बेसारको प्रयोग अलि बढाउनुहोस् किनकि यिनीहरूले प्राकृतिक रूपमा इन्सुलिनलाई सक्रिय बनाउँछन्। र नवौं नियम, 2 छाक खानाको बीचमा 4 देखि 5 घण्टाको ग्याप राख्नुहोस् र छिनछिनमा केही न केही खाइरहने स्न्याकिङको बानी पूर्ण रूपमा बन्द गर्नुहोस् ताकि प्यानक्रियाजले आराम पाओस्। यो नामको परिवर्तन केवल एउटा वैज्ञानिक अपडेट मात्र होइन। यो त वर्षौंदेखि म ठिक छैन भन्दै आएका करोडौं महिलाहरूको पीडा र अनुभवलाई मेडिकल संसारले दिएको एउटा ठूलो मान्यता हो। मेडिकल विज्ञानलाई आफ्नो गल्ती सुधार्न वर्षौं लाग्यो, तर महिलाहरूले महसुस गरेको दुःख सधैँ सत्य थियो। अब तपाईलाई थाहा भइसक्यो मोस के हो। त्यसैले सही सवाल सोध्नुहोस्, आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस् र अरू महिलाहरूलाई पनि वर्षौंसम्म गलत उपचार र डाक्टरहरूको चक्कर काट्नबाट जोगाउनुहोस्। तपाईलाई यस बारेमा के लाग्छ? कमेन्टमा आफ्नो विचार पक्कै साझा गर्नुहोला। भिडियो मन परेमा लाइक र शेयर गर्न नबिर्सिनुहोला। धन्यवाद।